यो चाहिँ हाम्रो पूजामा कुखुरा चाहिँ यसरी काटिन्छ हेर्नु यो चण्डी पूर्णिमाको बेला ल हो पूजा सुरु भयो भाइ पोती ठेक्का खाइन्छ यहाँ बाबु Buimnya orang ini buat aja. Kalau aja orang lama salah. Hah? Tuh kerja orang lama. Ini udah malah. Sekarang kalau coba untuk bikin tadi, हेर्नु कुखुरा यसरी काटेर फाल्छ हाम्रो यो संस्कार हो चण्डी पूर्णिमाको बेला चाहिँ घरको वायु पूजा भन्ने चाहिँ Masa? Minyak dulu dipok. Dulu dipok apa nih? Mau itu? बगैँचामा त्यसरी पशुको अब यसरी काटमार गरी गरिन्छ देउता पूजा भाइ उयोले तोरी पूजा मैले बायु पूजा काचोको काचो त लाग्छ Sila pa yung buhay yan eh. Oh, fili apa ni? Itu ni mas kan? Sekarang soal sini. Buhay itu bolong. Dia nak tahu apa saja? Ini tahu ni. Cuma
लोकल लाछ अब लुका ल्या अब खान्छ अब स्पाली मात्र हाले स्पाली बोल पूजा अब यहाँ लोकल रक्सी लोकल भएन ल हाम्रो यो चण्डी पूर्णिमाको दिनमा चाहिँ यो चण्डी पूजा गर्नको लागि यसरी चाहिँ हामीले तयार गर्नुपर्छ ल यो धेमसाराको डाँडामा चण्डी पूर्णिमाको यो चण्डी पूजाको लागि चाहिँ यहाँ थपना बनाउँदैछौँ हामी यो हरेक वर्ष बनाउने गर्छौँ हामीले चण्डी पूर्णिमाको दिन आज ल यो चाहिँ हाम्रो खास विशेष गरी आज त बुद्ध जयन्ती पनि हो होइन अब बुद्ध धर्मावलम्बीहरूको पनि आज विशेष पर्व नै हो तर पनि हामी चण्डी पूर्णिमाको दिनमा हामी विशेष मगरहरूले पनि हामीले आफ्ना घर परिवारदेखि भित्रको पूजादेखि बाहिर पूजासम्मको चाहिँ सामुदायिक पूजासम्मको चाहिँ हामीले आजको दिन चाहिँ पूजा गर्ने गर्छ जसमा अब हामीले विशेष गरी कुखुराहरू चाहिँ हामीले पूजा गर्ने गर्छौँ त्योभन्दा बाहेक हामीले अरू पूजा गर्ने गर्दैनौँ सो आज हामी यो चण्डी पूर्णिमाको दिनमा चाहिँ यो चण्डी पूजा चाहिँ हामीले यस स्थापना गरेर चाहिँ हामीले यहाँ पूजा गर्ने गर्छौँ तलको नजारा धेरै राम्रो छ Kale hoy ona na और होइले हेरले इसे घोडा कता टप तामा तामा पढि लागेको सँगले त बिसिन हाल्नु नि मैले पढाके हाम्रो बेन्डरको साथीभाइहरू है भारी जाँड खाएर कुरा गर्नुहुन्न है मनभरि चण्डी पूर्णिमाको रमाइलो हुँदैछ है लोकल मासुको कुखुरा मासुको चटनीमा इमानदारी गरेर यहाँहरू सालबागको त यार सालीहरू देखेर लास्टै छेरपट्टि लाग्दो रहेछ यार
खाने बेलामा यस्तो गर्नु होइन कि खाने बेलामा डिस्टर्ब गर्नु हुँदैन जे सुकै खानुहोस् खाने बेलामा कहिले पनि डिस्टर्ब गर्नु त्यो भनेपछि तपाईँ बनाउनु डिस्टर्ब त कसरी गरिदिनु त्यो त म अब हुर्के उयो मैले जाने कुरा के अब भान्जीले खानुहुन्छ होला नि साललाई पैसाको फुल लाउन सक्दैन यस्तै तपाईँ घरकै फुल लगाइदियो पैसाको फुल लगाइदिनु न म विदेशको खाएर विदेशको मान्छेले मात्र होइन म विदेश गएको भइदियो नि यहाँ 1000को नोट मैले एउटा मात्रै हेरेँ कतिवटा 1000को नोट पुरै यसरी लाएर फुल जस्तो बनाएर झार्न पर्छ यसलाई मामा